पति बन्धु परिवार वाञ्छिता माण्डादि उपस्कर स्पर्शन देव पैतृक कर्मणि क्रिया लोपकृत तत् शरीर उत्पन्न बाल वैदर्ध मृता पत्यादि सकल किर्विशन निरसन पुरस्वर सकल पापक्षयपूर्वकम नेक अनेक विध निरवधिक भोगानु भगवान अंतरे श्री परमेश्वर प्रीति द्वारा भगवत पद प्राप्त कामान दशा पूर्व दशा कुल सहित वैकुण्ठ लोक प्राप्त्यर्थम तथा च जन्म लग्न तपाईहरुको जन्म लग्नमा वर्ष लग्नमा जन्म लग्न वर्ष लग्न अरिष्ट स्थान तीत क्रियान सूचित सूच्य सीमा क्रिया रोग निवृत्ति पूर्वक तृतीय एकादश स्थान तृतीय एकादश शुभ स्थान स्थित शुभ फल प्राप्त्यर्थम प्राप्त छ पुष्प तैलित त्यो फूलको तेल हो नि त यही उसको पुष्प तैल सपाद तैलक्तान सपाद लक्षसज्ञकान प्रज्वलितान तरङ्गभूत आदौ दीप कलश गणेश पूजन पूर्वक ब्रह्मा विष्णु महेश्वर पूजन पुरस्सर यथा मिलितोपचार प्रधान देवता विशेष ब्रह्मा विष्णु महेश्वर पूजन तथा सत्यनारायण पूजन पूर्वक रजत दीपपात्रम स्थितम सौवर्ण बलिता सहितं दीपान प्रधान देवता श्री सत्यनारायण प्रीत समर्पयामि छोडिदिनु। अब अघि मैले फुल हात लिनु भनेको थिएँ नि अरूले त्यो कुस्ती छोडिदिनु अब फुल हात हात लिनु अलिअलि फुल हात लिएको हातमा जोड्ने म भन्छु। अब सबैले तपाईँले नि अलिकति लिनु है बुद्धि छ नि तपाईँको अलिकति ए रौप्य पात्र स्थितम देवम हेमवर्ती समर्दितम काँस्य पात्रेण सहितम ददामि व्रतपूर्तये। ल अब यसमा अलिअलि चढाइदिनुहोस् न एक नम्बरबाट यसो अलिअलि चढाइदिनु बस। अब दण्ड उखु खोइ पाँचवटा उखुले हुन्छ यहाँ पाँचवटा उखु एकै ठाउँ राखेर अब सबै एकै हजुर पुते टपरीमा राख्नुहोस् यसलाई पूजा गर्नुहोस् ल पुते फुल छ त ल यो टपरीमा राखियो हुन्छ ल। अब ल फुल अक्षताले त्यहाँ जल चढाउने पूजा गर्ने उखुलाई ओम दण्डाय नमः ओम दण्ड सूत्राय नमः स्वतन्त्रम पूजित अक्षय क्षमा छ ओम दण्ड सूत्राय नमः भयो। अब यता हेर्नु म सिकाउँ ल भयो छोडिदिनु त्यसलाई पूजा गर्नु छोड्दैन त्यसलाई केही काम छैन त्यसो गर्ने। अब यो कपुर सल्काउने यसरी बुझ्नुभयो।